नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म फेरि पनि आइसकेको छु एउटा नयाँ भिडियो लिएर। प्रथम त धेरै धेरै धन्यवाद जसले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरेर मलाई साथ दिनुभएको छ अनि मिठो कमेन्ट पनि छोडिदिनु भएकोमा पनि धेरै धेरै थ्याङ्क यू। लास्टसम्म भिडियो हेरेर मेरो भ्युज बढाइदिनु भएको मेरो भ्युवर्सहरूलाई पनि धेरै धेरै थ्याङ्क यू। आज चाहिँ म चाहिँ अहिले चाहिँ कहाँ जाँदैछु भन्दाखेरि बजार जाँदैछु, किनभने भोलि चाहिँ आमा औँसी छ नि त। अनि त्यही भएर यसो मम्मीहरूलाई चाहिँ केही गिफ्ट दिउँ कि भन्ने सोचले चाहिँ बजार जाँदैछु। अब बजारमा त भिडियो गराउन सक्छु कि सक्दिनँ, मलाई लाज लाउँछ। अहिले चाहिँ छोटो छोटो क्लिपहरू चाहिँ देखाउँछु। अहिलेलाई चाहिँ यति नै। अनि बजारमा गएर भ्लग गर्न सक्यो भने चाहिँ बजारको क्लिप पनि देखाउँला। गिफ्ट लिन भनेर बजारतिर त आएँ, के गिफ्ट दिनु होला भनेर सोच्दैछु। अहिले चाहिँ म मादीको पुलमा आइसकेँ है। हो त्यहाँ चाहिँ मादी र सेतीको दोकान छ। म चाहिँ एक्लै आएको छैन है, यता ठुलमम्मी पनि हुनुहुन्छ। ठुलमम्मी चाहिँ अगाडि अगाडि हिँड्दै हुनुहुन्छ। म र ठुलमम्मी आएको। यसो आनन्दको हावा छ। गर्मी खान त है, अहिले त बिस्तारै गर्मी बढ्यो, कस्तो गर्मी हुन्छ। बेलुका बेलुका चाहिँ हावा रहेछ। साथीहरू बजार त आयो, बजार त बन्द छ क्या हो। शनिबार त फेरि डमनीमा त बन्द हुन्छ क्या बजारहरू। अहिले अब अलिक चाडबाड बनेर खुले मात्र हो। पसलहरू त सबै बन्द जस्तो देखिरह। हेर्नु न, बन्द छ क्या है सबै पसलहरू। भ्लग बनाउने भनेर त सोचिहालेँ है, सुरुमा फर्स्ट बिगिनिङ फेजमा भएर होला। म त के बोले जस्तो भइरह, सबै बोली नै लतपत भइरह। जस्तो चाहिँ भयो नि, माया गरेर भिडियो चाहिँ सबै लास्टसम्म हेरेर सपोर्ट गरिदिनु होला है साथीहरू। बजारबाट त फर्कियो है। मलाई त बजारमा त भिडियो बनाउने लाज लाग्यो। अलिअलि पसलहरू खुल्ला रहेछ, भयो नि भिडै थियो। अनि त्यही भएर भिडियो बनाइन है। अब भोलिको जोडिएर चाहिँ भ्लग आउँछ साथीहरू। म त भर्खर उठेछु, 7 बजे, कति बजे, 6 बजे छ। मम्मीलाई बिस्कुट मम्मी ह्याप्पी मदर्स डे। साथीहरू, मैले मम्मीले के गिफ्ट ल्याएन भनेर चाहिँ गइरहेको छ क्या, लुकाइरहेको। पैसा पनि थिएन मम्मी के ल्याउनु र, अहिलेको मदर्स डे त्यस्तो भयो नि भनेर लुकाइरहेको छु। अनि त्यही भएर अघि नै चाहिँ मैले ह्याप्पी मदर्स डे मम्मी मात्रै भनेको क्या उठेर। मम्मी ह्याप्पी मदर्स डे। के होला यसो तपाईँलाई त यो भन्दा नि छुट्टै अर्को स्पेसल कुरा नि छ। त्यो कान उखाएर राखेको छु मैले। आउने बित्तिकै हतार गरेर मैले कान उखाएर राखेको छु मात्रै। ह्याप्पी मदर्स डे टु यु। के होला फेरि यो के होला बसेर हेर्नुहोस् अब के होला। फोटो लिएर आएको के को फोटो, त्यही त फ्रेमको फोटोको जस्तै छ कि भगवान्को। कालो आयो क्या अलि कालो है, यताबाट छ नि त खै के हो यसो गेस गर्नु न। मलाई त फोटो जस्तै लाग्छ, त्यसको फोटो के को फोटो होला।
बनाउँदै छोटो होला नि त्यस्तै लाग्यो ला मलाई डर लाग्यो के लिएर आउँछु यसलाई त अनि कतिवटा रहेछ र नानी बेसरी प्याक गरिदिनु भनेको नि त मम्मीलाई फोनलाई टाइम लाग्छ भनेर अनि यत्रो बेला आएको पनि मम्मी चाहिँ गिफ्ट खोल्दै होला है साथीहरू एउटा समाएको थियो घरमा भिडियो चाहिँ अनक्लियर आयो भने माइन्ड नगर्नु होला है यो दिदी नाउँदै के अरे हेर्नलाई खै सु बाहिर के कत्रो के रहेछ देखाइदिनु अगाडि मेरो छोरीको गिफ्ट सरप्राइज मन पर्यो यो चाहिँ सरप्राइज हो तपाईँलाई आई लभ सरप्राइज कहाँ राख्नुहुन्छ यस्तो राम्रो खै तपाईँलाई कहाँ राख्नु मन लाग्यो मैले किन्दा नि मैले सोचिरहेको थिएँ कहाँ राख्नु होला भनेर साथीहरू अब चाहिँ आन्टीबाट मिलाउँछु आन्टी के ह्याप्पी मदर्स डे अलि त अन्त कालो आयो ह्याप्पी मदर्स डे ल लाउनु लाइट बाल्नु पर्छ कि बल्ल उज्यालो आउँछ बल्ल जानु रहेछ पैसा त्यत्रो धेर छ देखाउनु हुँदैन देखाउनु न मैले पैसा आउनुभयो है माथिबाट साथीहरू यता आउँदा ह्याप्पी मदर्स डे आन्टी यहाँ आउनु त हजुर यहाँ आउनु त आन्टी बिहान गिफ्ट ह्याप्पी मदर्स डे साथीहरू भ्लगलाई चाहिँ यतैपट्टि इन गर्नुपर्ने हुन्छ थ्याङ्क यू सो मच एभ्रिवान फर वाचिङ दिस भिडियो टिल द एन्ड बाई बाई एभ्रिवान